सम्पूर्ण नमस्कार। म सुरज सापकोटा, रामेश्वर टोल विकास संस्थाको सचिव। हामीले देशको बिग्रदो राजनीतिक अवस्था र देशको बिग्रदो शान्ति सुरक्षालाई मध्यनजर गर्दै अहिले भर्खरै बितेका दिनहरूमा सुरक्षा निकायमा पनि भएका विभिन्न किसिमका घटनाक्रमहरू र सुरक्षा निकायमा पनि सवारी साधनका अभाव, जनशक्तिको अभावले गर्दाखेरि राष्ट्रभरि नै शान्ति सुरक्षा दिनलाई अलिकति असमर्थ भएको हो कि जस्तो अनुभव भएर हामी टोलवासी स्वस्फूर्त रूपमा आउँदो चाडपर्वलाई मध्यनजर गर्दै टोलवासीको शान्ति सुरक्षा, अमन चयनलाई खलल हुन नदिनको लागि हामी सम्पूर्ण रामेश्वर टोलवासी सबै स्वस्फूर्त रूपमा उपस्थित भएर अहिले रात्रिकालीन गस्ती हामीले गरिरहेका छौँ। हामीले विगत 27 गते भदौको 27 गतेबाट हामीले सुरु गरेका हौँ र अहिले कन्टिन्यू हामी गरिरहेका छौँ। र हाम्रो यस कार्यमा वृद्ध बुवाहरू जो चाहिँ 80 वर्षको नै हुनुहुन्छ, उहाँ पूर्व टोल विकास संस्थाको अध्यक्ष, उहाँ आफै स्वस्फूर्त रूपमा हामीलाई साथ दिनको लागि उपस्थित हुनुभएको छ। त्यस्तै 70 वर्षको हाम्रो पूर्वाध्यक्ष पनि हुनुहुन्छ, उहाँ पनि हाम्रा यो कार्यक्रममा साथ दिनको लागि आइराख्नु भएको छ। र यहाँ हामी युवाहरू 35-40 का पनि छौँ, 50 का पनि छौँ भने 80 का पनि छौँ भने आमा समूहबाट पनि आमा समूहले हामी पनि सहयोग गर्छौँ, हामी पनि लाग्छौँ भनेर चाहिँ हामीलाई साथ दिइराख्नु भएको छ। र आज यसै क्रममा हामीले राति 11 बजेदेखि टोलको सेरोफेरोमा गस्ती गर्ने क्रममा विभिन्न गतिविधिमा संलग्न भएका मान्छेहरू, जस्तै मादक पदार्थ सेवन गरेका, लागु पदार्थ सेवन गरेका, अनावश्यक होहल्ला गरेका, बाइकमा चाहिँ पड्किने, यस्ता आवाज निकाल्ने गरेका यस्ता किसिमका मान्छेहरूलाई हामीले सोधपुछ गर्ने, रातिमा हिँडडुल गर्नलाई नहिँड्नको लागि प्रोत्साहन गर्दै टोलवासीलाई शान्ति सुरक्षाको अमन चयन गर्नलाई हामी प्रयत्न गरिरहेका छौँ। यो कार्य हामी सफल हुँदै गइरहेका छौँ र टोलवासीको राम्रो समर्थन पनि छ। धन्यवाद। नमस्कार सबै हाम्रा मित्र बन्धुहरू, आउनुभएका पत्रकार साथीहरू, हामी सबै अहिले कमसेकम 11 बजेको बेलामा रामेश्वर टोलको प्राङ्गणमा उपस्थित भएका छौँ। मेरो नाम निलराज पन्त। म 2058 सालमा यस टोलमा लगभग दोस्रो पहिलो भन्दाखेरि पनि हुन्छ त्यो बेलादेखिबाट सुरु भएको यो टोल विकास संस्थाको अध्यक्ष पनि भएको हो। र त्यो बेलामा जम्मा 38 जति घर थिए, अहिले बढ्दै यति पनि भइरहेको छ। र वास्तविकमा अहिले मानिसको के भन्दाखेरि सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग भवेत्। सबैले सुख पाउन्, सबैले आनन्दले बस्न पाउन् भन्ने स्थिति हाम्रो मानिसको जातै एउटा सामाजिक जात हो। मानिस समाज बिना रहन सक्दैन। त्यसै कारणले हामी समाजमै थियौँ तापनि फेरि अहिले देशको बिग्रदो स्थिति र अहिले परिवर्तनको बारेमा मैले भनिरहन पर्दैन, सबैलाई थाहा भएको कुरा हो। अहिले देशमा अलिकति परिवर्तन भन्नुपर्छ, यसलाई परिवर्तन भइरहेको छ। हाम्रा युवकहरूले ज्यान गुमाइरहेका छन्। त्यस स्थितिमा र अलिकति कारागारहरूबाट मान्छे पनि भाग्ने स्थिति परिरहेको हुँदा सुरक्षाको बढी खाँचो परेको हुनाले हामीले कमसेकम 26-27 गते हाम्रो सुरज सापकोटा सचिवले यहाँ यसै विषयलाई सल्लाह गर्नलाई टोलमा बोलाउनु भएको थियो। त्यसै दिनबाट उहाँहरू घुमिरहनु भएको छ। म त आज मात्रै आएको हो। के भन्दाखेरि एकले अर्कोलाई सुविधा दिनु मानिसको मात्रै कल्याण हुन्छ र त्यसको हाम्रो टोलमा आफ्नो टोलमा आफै सफा गर्नु भनेर वडाबाटै आएको आदेश भनेर चाहिँ नि पहिले भन्नुभएको थियो हाम्रो सुरजजीले। त्यही अनुसार हामीले आफूलाई सुरक्षित बनाउँदै आइरहेका छौँ। र हामी सबै अहिले यसो हेर्दाखेरि रामेश्वर टोल नै एउटा सक्रिय टोल जस्तो पनि मैले आफूलाई बढाइ गरेर त भएन। तैपनि टोलहरूमा हाम्रो टोल अग्रिम भएको र मेरा साथी आज दिउँसो पनि बच्चाहरूको त्यो जीएनजी बच्चाहरूको दुःखद निधनको बारेमा हामीले दीपक बत्ती बाल्ने काम पनि गर्यो। रामेश्वर टोलको अगाडिपट्टि, रामेश्वर मन्दिरको अगाडिपट्टि हामीले यो टोलबाट धेरै सक्रिय कामहरू गरिरहेका छौँ। र यसै गरी हामीले पनि सधैँ हाम्रो टोलमा एकता र राम्रो व्यवस्था होस् भन्दै मैले यो 2 शब्द यहीँ बन्द गर्छु। है श्रीराम नारायण। हजुर नमस्कार सम्पूर्णलाई। म यस रामेश्वर टोल विकास संस्थाको उपाध्यक्ष लक्ष्मण श्रेष्ठ। यो साँच्चै नै अहिले देशको यो बिग्रदो अवस्था भनौँ अहिलेसम्म त
यो शान्ति सुरक्षाको लागि निकै नै चुनौतीपूर्ण भएको भएर हामीले स्वस्फूर्त रूपमा हामी यसरी राति गस्ती गरिरहँदाखेरि घरका सबै परिवारहरू सदस्यहरू यदि आनन्दसँग सुत्न पाउनु नै हाम्रो लागि त्यो सफलता हामीले चाहिँ महसुस गरेका छौँ र यसरी नै हामी यो चाडबाड अझै नजिकै आइरहँदाखेरि अनि यो जेलबाट कैदीहरू यो भागेको अवस्थामा शान्तिको लागि निकै नै यो चुनौतीपूर्ण चाहिँ विषय भएको भएर नै हामी स्वस्फूर्त रूपमा यस रामेश्वर टोल विकास संस्थाका सम्पूर्ण हाम्रो दाजुभाइहरू यसरी मिलेर हामीले गस्ती गर्नुको कारण नै चाहिँ यो सुरक्षाको लागि हामीले नगरी कसले गर्ने भन्ने हाम्रो उद्देश्यको साथ यो हामीले निरन्तरता यसलाई कहिलेसम्म हुन्छ निरन्तरता दिइरहने हाम्रो प्रण छ। धन्यवाद। हाम्रो अध्यक्षज्यू चाहिँ यहाँ भेट भयो हामी त है घुमेर आउँदाखेरि आज विश्रामी अवस्थामा थियौँ, त्यही पनि अब मनले मानेन। यत्रो यो युवा परिचालन हुँदै गर्दाखेरि चाहिँ आफ्नो मनले कति पनि मान्दैन। बिरामी भएर अशक्त भएर घरमा बस्दा पनि अब यो मनले चाहिँ होइन 11 बजीपछि जानुपर्छ है भन्ने एउटा जुरुकै निद्रामा पनि त्यो एउटा उत्साह भएर दाजुभाइलाई मनले छोड्न मनले मानेन। त्यही पनि अब यो रातिकालीन गस्तीमा सहयोग हुन सकेको छु, कहिलेसम्म सक्छु गर्दै जान्छु। हस्, धन्यवाद। सीता ढकाल, गैँडाकोट 1 नम्बर। मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने, पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने। सरकारी हस्पिटलमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन। त मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ। अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तकोले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ। हाम्रो लागि यो भगवानले दिएको वरदान हो भन्छु कि मैले, भगवानले दिएको औषधि त्यो कुन। सम्पूर्ण नमस्कार, म सुरज सापकोटा, रामेश्वर टोल विकास संस्थाको सचिव। हामीले देशको बिग्रदो राजनीतिक अवस्था र देशको बिग्रदो शान्ति सुरक्षालाई मध्यनजर गर्दै अहिले भर्खरै बितेका दिनहरूमा सुरक्षा निकायमा पनि भएका विभिन्न किसिमका घटनाक्रमहरू र सुरक्षा निकायमा पनि सवारी साधनको अभाव, जनशक्तिको अभावले गर्दाखेरि राष्ट्रभरि नै शान्ति सुरक्षा दिनलाई अलिकति असमर्थ भएको हो कि जस्तो अनुभव भएर हामी टोलवासी स्वस्फूर्त रूपमा आउँदो चाडपर्वलाई मध्यनजर गर्दै टोलवासीको शान्ति सुरक्षा अमन चयनलाई खलल हुन नदिनको लागि हामी सम्पूर्ण रामेश्वर टोलवासी सबै स्वस्फूर्त रूपमा उपस्थित भएर अहिले रात्रिकालीन गस्ती हामीले गरिरहेका छौँ। हामीले विगत 27 गते भदौको 27 गतेबाट हामीले सुरु गरेका हौँ र अहिले कन्टिन्यू हामी गरिरहेका छौँ। र हाम्रो यस कार्यमा वृद्ध बुवाहरू जो चाहिँ 80 वर्षको नै हुनुहुन्छ, उहाँ पूर्व टोल विकास संस्थाको अध्यक्ष, उहाँ आफै स्वस्फूर्त रूपमा हामीलाई साथ दिनको लागि उपस्थित हुनुभएको छ। त्यस्तै 70 वर्षको हाम्रो पूर्वाध्यक्ष पनि हुनुहुन्छ, उहाँ पनि हाम्रा यो कार्यक्रममा साथ दिनको लागि आइराख्नु भएको छ। र यहाँ हामी युवाहरू 35-40 का पनि छौँ, 50 का पनि छौँ भने 80 का पनि छौँ भने आमा समूहबाट पनि आमा समूहले हामी पनि सहयोग गर्छौँ, हामी पनि लाग्छौँ भनेर चाहिँ हामीलाई साथ दिइराख्नु भएको छ। र आज यसै क्रममा हामीले राति 11 बजेदेखि टोलको सेरोफेरोमा गस्ती गर्ने क्रममा विभिन्न गतिविधिमा संलग्न भएका मान्छेहरू जस्तै मादक पदार्थ सेवन गरेका, लागु पदार्थ सेवन गरेका, अनावश्यक होहल्ला गरेका, बाइकमा चाहिँ पड्किने यस्ता आवाज निकाल्ने गरेका यस्ता किसिमका मान्छेहरूलाई हामीले सोधपुछ गर्ने, रातिमा हिँडडुल गर्नलाई नहिँड्नको लागि प्रोत्साहन गर्दै टोलवासीलाई शान्ति सुरक्षाको अमन चयन गर्नलाई हामी प्रयत्न गरिरहेका छौँ। यो कार्य हामी सफल हुँदै गइरहेका छौँ र टोलवासीको राम्रो समर्थन पनि छ। धन्यवाद। नमस्कार सबै हाम्रा मित्र बन्धुहरू, आउनुभएका पत्रकार साथीहरू, हामी सबै अहिले कमसेकम 11 बजेको बेलामा रामेश्वर टोलको प्राङ्गणमा उपस्थित भएका छौँ। मेरो नाम निलराज पन्त। म 2058 सालमा यस टोलमा लगभग दोस्रो पहिलो भन्दाखेरि पनि हुन्छ त्यो बेलादेखिबाट सुरु भएको यो टोल विकास संस्थाको अध्यक्ष पनि भएको हो। र त्यो बेलामा जम्मा 38 जति घर थिए, अहिले बढ्दै यति पनि भइरहेको छ। र वास्तविकमा अहिले मानिसको के भन्दाखेरि सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग भवेत्। सबैले सुख पाउन्, सबैले आनन्दले बस्न पाउन् भन्ने स्थिति हाम्रो मानिसको जातै एउटा सामाजिक जात हो। मानिस समाज बिना रहन सक्दैन। त्यसै कारणले
हामी समाजमा थियौँ तापनि फेरि अहिले देशको बिग्रँदो स्थिति र अहिले परिवर्तनको बारेमा मैले भनिरहन पर्दैन, सबैलाई थाहा भएको कुरा हो। अहिले देशमा अलिकति परिवर्तन भन्नुपर्छ, यसलाई परिवर्तन भइरहेको छ। हाम्रा युवकहरूले ज्यान गुमाइरहेका छन्। त्यो स्थितिमा र अलिकति कारागारहरूबाट मान्छे पनि भाग्ने स्थिति परिरहेको हुँदा सुरक्षाको बढी खाँचो परेको हुनाले हामीले कमसेकम 26-27 गते हाम्रो सुरक्षा सापकोटा सचिवले यहाँ यसै विषयलाई सल्लाह गर्नलाई टोलमा बोलाउनु भएको थियो। त्यसै दिनबाट उहाँहरू घुमिरहनु भएको छ। म त आज मात्रै आएको हो। के भन्दाखेरि एकले अर्कोलाई सुविधा दिनु मानिसको मात्रै कल्याण हुन्छ र त्यसको हाम्रो टोलमा आफ्नो टोलमा आफै सफा गर्नु भनेर वडाबाटै आएको आदेश भनेर चाहिँ नि पहिले भन्नुभएको थियो हाम्रो सुरजीले। त्यही अनुसार हामीले आफूलाई सुरक्षित बनाउँदै आइरहेका छौँ र हामी सबै अहिले यसो हेर्दाखेरि रामेश्वर टोल नै एउटा सक्रिय टोल जस्तो पनि मैले आफूलाई बढाइ गरेर त भएन। तैपनि टोलहरूमा हाम्रो टोल अग्रिम भएको र मेरा साथी आज दिउँसो पनि बच्चाहरूको त्यो जीएनजी बच्चाहरूको दुःखद निधनको बारेमा हामीले दीपक बत्ती बाल्ने काम पनि गर्यो। रामेश्वर टोलको अगाडिपट्टि, रामेश्वर मन्दिरको अगाडिपट्टि हामीले यो टोलबाट धेरै सक्रिय कामहरू गरिरहेका छौँ र यसै गरी हामीले पनि सधैँ हाम्रो टोलमा एकता र राम्रो व्यवस्था होस् भन्दै मैले यो 2 शब्द यहीँ बन्द गर्छु। है श्रीराम नारायण। हजुर नमस्कार सम्पूर्णलाई। म यस रामेश्वर टोल विकास संस्थाको उपाध्यक्ष लक्ष्मण श्रेष्ठ। यो साँच्चै नै अहिले देशको यो बिग्रदो अवस्था भनौँ, अहिलेसम्म त यो शान्ति सुरक्षाको लागि निकै नै चुनौतीपूर्ण भएको भएर हामीले स्वस्फूर्त रूपमा हामी यसरी राति गस्ती गरिरहँदाखेरि घरका सबै परिवारहरू सदस्यहरू यदि आनन्दसँग सुत्न पाउनु नै हाम्रो लागि त्यो सफलता हामीले चाहिँ नि महसुस गरेका छौँ र यसरी नै हामी यो चाडबाड अझै नजिकै आइरहँदाखेरि अनि यो जेलबाट कैदीहरू यो भागेको अवस्थामा शान्तिको लागि निकै नै यो चुनौतीपूर्ण चाहिँ विषय भएको भएर नि हामी स्वस्फूर्त रूपमा यस रामेश्वर टोल विकास संस्थाका सम्पूर्ण हाम्रो दाजुभाइहरू यसरी मिलेर हामीले गस्ती गर्नुको कारण नै चाहिँ यो सुरक्षाको लागि हामीले नगरी कसले गर्ने भन्ने हाम्रो उद्देश्यको साथ यो हामीले निरन्तरता यसलाई कहिलेसम्म हुन्छ निरन्तरता दिइरहने हाम्रो प्रण छ। धन्यवाद। हाम्रो अध्यक्षज्यू चाहिँ यहाँ भेट भयो, हामी त है घुमेर आउँदाखेरि आज विश्रामी अवस्थामा थियौँ, त्यही पनि अब मनले मानेन। यत्रो यो युवा परिचालन हुँदै गर्दाखेरि चाहिँ आफ्नो मनले कति पनि मान्दैन। बिरामी भएर अशक्त गरेर घरमा बस्दा पनि अब यो मनले चाहिँ होइन 11 बजीपछि जानुपर्छ है भन्ने एउटा जुरुकै निद्रामा पनि त्यो एउटा उत्साह भएर दाजुभाइलाई मैले छोड्न मनले मानेन। त्यही पनि अब यो रातिकालीन गस्तीमा सहयोग हुन सकेको छु, कहिलेसम्म सक्छु गर्दै जान्छु। हस् धन्यवाद। सीता ढकाल, गैँडाकोट 1 नम्बर। मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने, पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने। सरकारी हस्पिटलमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन। त मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ। अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पूर्ण पाएँ। हाम्रो लागि यो भगवानले दिएको वरदान हो भन्छु कि मैले। भगवानले दिएको औषधि त्यो कुनै बनावटी होइन, यो एकदम सत्य हो। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली